हेलो साथीहरू नमस्ते र स्वागत छ मेरो च्यानलमा। हजुरहरूले सबैजनाले सब्स्क्राइब गरिदिनु हुनलाई हार्दिक अनुरोध गर्दैछु। कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि भनिदिनु होला। आज चाहिँ मलाई के गरौँ बाबा र पोर्क खाने विचार गरेर मैले पोर्क ल्याएर पोर्क बनाउने विचार गरेँ र पोर्क किन्न गएर पोर्क हेर्न सक्नुहुन्छ किनेर लिएर आएँ। साग बनाएँ थोरै। यो चाहिँ साग रहेको छ हाम्रो स्पेशल साग। अब चाहिँ म पोर्क बनाउने विधि गर्दैछु। हजुरहरूले ध्यान दिएर हेर्नु होला, राम्रोसँग हेर्नु होला। धन्यवाद। यो चाहिँ यसो छ, कराई बसाल्ने, तेल हाल्ने, कालो कराईमा तेल हालेर मजाले पकाउने। तेल तातिसकेपछि मेथी हालिदिनु होला। मेथी मजाले फ्राई हुन्छ। मेथी मजाले भुटिसकेपछि चाहिँ अब हामीले सिधै यसमा खुर्सानी अथवा पोर्क हालिदिन्छौँ। भइसक्यो, मेथी कालो भइसकेको छ। खुर्सानी हाल्दै हामीले दुईटा खुर्सानी फ्राई भएर हेर्नु सक्नुहुन्छ। दुईटा फ्राईपछि अब हामी सिधै यो पोर्क हालिदिनु गइरहेका छौँ। अब यसमा चाहिँ यो पोर्क हालेपछि चाहिँ एकदमै मजाले गर्नुहुन्छ। सक्नुहुन्छ पोर्क पनि लाइक सब्सक्राइब गरिदिनु होला। अब एकछिन यत्तिकै केही पनि नगरिकन राखिदिनु होला 5 मिनट। उसको चलाइदिनु होला। पाक्दै गरेको पोर्क हेर्न सक्नुहुन्छ। कस्तो मजाले ठाउँ लाग्दो गरेर पाकिरहेछ हेर्न सक्नुहुन्छ। अब हाम्रो चाहिँ यहाँ फेरि यो पोर्क चाहिँ यतिको भएर हेर्नुहोस् तेल पनि निस्किन थालिसकेको छ। अब यसको लागि चाहिँ हामीलाई फेरि चाहिन्छ प्याज, गोलभेडा, टमाटरहरू चाहिन्छ जुन अब हामीसँग रेडी भएर यहाँ आउँदैछ हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो प्याज, गोलभेडा सबै कुरा छ हेर्न सक्नुहुन्छ। यो प्याज, गोलभेडा, कागती, लसुन, खुर्सानी, जाइफल, सुकमेल, अदुवा, धनिया हामीसँग चाहिँ यो सबै रहिसकेको छ। अब चाहिँ यसलाई हामीले राम्रोसँग अब काट्नेछौँ। यसलाई चाहिँ काटिसकेपछि अब हजुरहरूलाई म फेरि एउटा भिडियो देखाइहाल्छु ट्याक्क। अब हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ प्याज, टमाटरहरू आइसकेको छ। फेरि अब हामी चाहिँ प्याज हाल्न गइरहेका छौँ। हाम्रो पोर्क चाहिँ सबभन्दा पुरै सुरुमा मैले चाहिँ प्याजै हालिदिइसकेँ। प्याज काटेर पनि किनभने यहाँ तेल धेरै नै छोड्न थालिसक्यो यसले हेर्न सक्नुहुन्छ। हाम्रो पोर्क चाहिँ यस्तो भइसक्यो। प्याज आइसकेको छ। अब अरू मसला पनि रेडी हुँदैछ। अरू मसलाहरू पनि आउँछ हेर्न सक्नुहुन्छ। अब हाम्रो यहाँ यस्तो बाँकी भइरहेको हेर्न सक्नुहुन्छ। हाम्रो टाउको म फेरि चलाउँदैछु। कस्तो मजाले खाउँ जस्तो भएको। लसुनको पेस्ट पनि हालिसकेका छौँ। अब हामीले
अब चाहिँ हामीले अब मसला हाल्दैछौँ। अब मसला हाल्दिउँ। बेसार आइसकेको छ। बेसारले चाहिँ यसलाई रङ्गी चङ्गी कलर बनाइदिइहाल्छ। त्यस पछाडि जिराको पाउडर आइसकेको छ हाम्रो स्पेसल लोकल जिराको पाउडर हेर्न सक्नुहुन्छ। जिराको पाउडर हालेपछि अर्को सुगन्ध फुटिसकेको छ हामीलाई र अर्को थोरै खुर्सानीको धुलो हो। यति मात्रै हो हाम्रो चाहिँ मेन स्पेसल मसला भनेको होइन। अब नुन चाहिँ हजुरहरूले स्वादअनुसार, हामी चाहिँ थोरै नै खान्छौँ। अझै पोर्कलाई धेरै हाल्नु नि हुन्न। नुन हाल्नुभयो भने चाहिँ हजुरहरूको अलिकति हुन्छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो स्पेसल भइसकेको छ। अब एकचोटि चलाइदिउँ यसलाई। ओहो यसको कलर हेर्न सक्नुहुन्छ साथीहरू। ओहो यो मासु नै त हो, हेर्नुहुन्छ। ओहो मासु कस्तो मजाले भुटिरहेको छ है। पोर्कको मासु चाहिँ यसरी पकाउनु होला, एकदमै मिठो हुन्छ। फुल भिडियो चाहिँ लिङ्कमा छ, हेर्नु होला। हेर्नुहोस् है अरूसम्म कस्तो छ कलर, यसले कलर चेन्ज गरेको हेर्न सक्नुहुन्छ। एकैछिन यो मसला चाहिँ पाक्न दिनु होला, 2 मिनट जस्तो छ। अब त्यसमा मैले टमाटर हाल्न जाँदैछु। टमाटर चाहिँ यो रहेको छ अघिको हाम्रो त्यही भाँडा हो जुन चाहिँ थियो, हेर्न सक्नुहुन्छ। टमाटर जाँदैछ मजाले, टमाटर मजाले हालिदिनु होला। टमाटर हालेपछि चाहिँ मजाले फेरि चलाइदिनु होला, हेर्न सक्नुहुन्छ है। पोर्कले चाहिँ अब फेरि खुबै रूप चेन्ज गर्छ। गोलभेडा हालेपछि चाहिँ गोलभेडाको सुगन्धमा तारेपछि सबैजनाले लाइक सब्सक्राइब सेयर गरिदिनु होला। नयाँ च्यानल छ मेरो, सपोर्ट गरिदिनु होला। हेर्न सक्नुहुन्छ हाम्रो यो पोर्क चाहिँ लगभग रेडी भइसकेको छ। ओहो हजुरहरूलाई के कस्तो लागेको छ भनिदिनुहोस् है। हेर्नुहोस् यो सबै बोसो निस्केको हेर्नुहोस् त, अब मासुको बोसो। अब यो पोर्क र भात चाहिँ स्वाम्म खाएपछि चाहिँ एकदमै स्वाद पर्छ। मेरो यतापट्टि अहिले भात पनि पाक्दैछ, सिटी लाग्दैछ, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामीले यहाँ पोर्क पनि हालिसकेका छौँ, हेर्न सक्नुहुन्छ। धनियाँमा पोर्कमा धनियाँ, धनियाँमा पोर्क ल हेर्नुहोस्। अब यसरी हालिसकेको चाहिँ हाम्रो हेर्दा पनि कस्तो खाउँ लाग्दो कलरको भइसकेको। अब चाहिँ यो पाकिसक्यो। अब चाहिँ यसलाई खान्छु म होइन। नेक्स्ट भिडियोको लागि चाहिँ लाइक सब्सक्राइब फेरि पनि गरिदिनु होला, सपोर्ट गरिदिनु होला। फेरि पनि म यस्तै भिडियोहरू बनाएर लिएर आउनेछु हजुरहरूको लागि। प्लिज कृपया सपोर्ट गरिदिनु होला। ल हेर्नुहोस् हाम्रो पोर्क आजको पाकिसकेको छ। अब खानातिर लाग्छु। नेक्स्ट भिडियोको लागि पनि सपोर्ट गरिदिनु होला। धन्यवाद। ओके ल हाम्रो रेडी है त, रेडी ल। भात मात्र रेडी हुन बाँकी हो, पाकिसकेको छ। ल रेडी